बर्दिया तथा कैलाली लगायत अन्य क्षेत्रबाट तथा भारतबाट आउने पर्यटकहरूको रमाउने तथा पिकनिक स्थलको रूपमा कर्णाली चिसापानीको पिटमाडी ठाउँ एकदमै आकर्षक केन्द्रमा रहेको छ। कर्णाली नदीको पूर्वतिर बर्दिया राष्ट्रिय निकुञ्ज रहेको छ, जहाँ हात्ती, गैंडा, पाटेबाघ लगायत थुप्रै जनावर तथा चराचुरुङ्गीहरूको अवलोकन गर्न सकिन्छ। कर्णाली चिसापानी बजारदेखि करिब 1 किलोमिटर उत्तरमा पुगेपछि पैदल यात्रा सुरु हुन्छ। कर्णाली नदीको छेउबाटै हिँड्दै पिकनिक स्थलसम्म पुग्न सकिन्छ। पिकनिक स्थलको चारैतिरको दृश्य एकदमै आकर्षक तथा मनमोहक खालको छ। यहाँ कर्णालीको चिसो पानीमा नुहाएर मजा लिने तथा र्याफ्टिङ गर्नेको लागि पनि व्यवस्था रहेको छ। विशेष गरी नयाँ वर्ष तथा चाडपर्वमा यस ठाउँमा घुम्न आउने तथा पिकनिक आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको बाक्लो भिडभाड रहने गर्दछ। यदि तपाईहरू पिकनिकको योजना बनाउँदै हुनुहुन्छ भने कर्णाली चिसापानीको पिटमाडी भन्ने ठाउँमा एकपटक अवश्य आउनुहोला।